थाइल्यान्ड 2 नेपाल 0। नेपाली फ्यान्सहरुलाई कुनै दुईटा स्पोर्ट्स टिमबाट यदि आश छ भने त्यो भनेको नेपाली वुमेन्स फुटबल टिम र मेन्स क्रिकेट टिमबाट। जब हामीहरु धेरै आश राख्न थाल्छौं तब नै हामीहरुलाई रियालिटी चेक दिइन्छ कि यो टिम इज नट द बेस्ट। एन्ड आज त्यही भयो। फर्स्ट हाफमा भन्नुपर्दा नेपाल र थाइल्यान्ड आई थिंक इक्वल नै लागेको थियो मलाई, किनभनेपछि अट्याक पनि गरिरहेको थियो नेपालले एन्ड डिफेन्समा पनि दामी वर्क गरिरहेको थियो हैन। बट जब सेकेन्ड हाफमा पुग्छ त्यतिखेर जुन फ्री किक गोल खान्छ त्यसपछिको त्यो मेन्टालिटी भयो एन्ड कति चाँडो एडजस्ट भएको। यु आर अ प्रोफेसनल फुटबल प्लेयर, एटलिस्ट 90 मिनेटसम्म चाहिँ मजाले खेल्न सक्नुपर्ने हो, तर 75 मिनेट्समै एडजस्ट भएको देखिरहेको थिएँ मैले। तपाईले सेकेन्ड हाफ हेरेको भए थाहा पाउनु भएको होला कि कुनै नेपाली प्लेयर जो थाकेको थिएन, जो अझै हंग्री थियो गोल्सको लागि कि हामीहरु कमब्याक गर्न सक्छौं, गोल हान्न सक्छौं भन्ने थियो भनेपछि त्यो साम्बा हो। एन्ड प्रीति राईको कुरा गर्नुपर्दा आई थिंक इट वाज अ गुड गेम फर प्रीति राई, तर एकदम खतरा भन्दैन म, किनभनेपछि उसले ड्रिबल पनि गरिरहेको थियो, उसले हल्का कन्ट्रोल पनि ल्याइरहेको थियो मिडफिल्डमा, तर त्यो पासेसहरु त्यो आई थिंक थाइल्यान्डको डिफेन्सहरु पनि राम्रो भएर होला अथवा हाम्रो प्लेयरहरुको पोजिसनिङ राम्रो नभएर पनि हुन सक्छ हैन। प्रीति राईको पासेसहरु राम्रोसँग डिलिभर भइरहेको थिएन अगाडि अट्याकर्सहरुमा। आजको गेम हेरेर मैले के कुरा थाहा पाए भन्दाखेरिमा यो नेपाली टिममा आई थिंक सबै कुरा राम्रो छ, तर आई थिंक दुईवटा प्रब्लम देखे मैले। त्यो प्रब्लमहरु भनेको एउटा पेस हो अनि एउटा 90 मिनेटसम्म त्यो सेम इनर्जीमा नखेल्न सक्नु। यो टिममा पेस भनेको आई थिंक सम्बाको मात्रै देखेँ मैले, अरुको पेस नै छैन। यो त फ्रेन्डली थियो, तर अब दे हैव टु सल्भ द प्रब्लम दे आर फेसिङ राइट नाउ, किनभने छिट्टै नै तिनीहरु अब एएफसी वुमेन्स एशियन कप क्वालिफायर्स खेल्नु पर्ने हुन्छ अनि त्यो क्वालिफायर्समा एउटा मात्र स्पोर्ट छ, त्यसैले एभ्री गेम इज क्रुशियल। सबै गेम जित्नु पर्ने हुन्छ हजुरले, त्यसको लागि यु हैव टु सल्भ एभ्री प्रब्लम यु आर फेसिङ राइट नाउ।